16,000 लगानीमा लगाएको ड्रेगन फ्रुट काठमाडौँबाट आया हो। अब यही हो तरिका, हाम्रो पहाडी तरिका। कबै नसिकेको प्र्याक्टिस गर्दा गर्दा सिकियो। यो चाहिँ एक लाइन भयो। यो लाइन बुवा आज 2 दिन 3 दिन हो गया थक गया। अब यो लाइन यो बीच में चाहिँ ला पछा हम के बेन्न सेन्न लगाउला क्रिकेट मैदानले बना सक्दो गिदान गिला है खेल सक्दै जाछन् पछा। और यो चाहिँ दोस्रो लाइन भयो। यो भावी योजना 2 वर्षको। एमा चाहिँ टन्नै फ्रुट लाग्यो भन्ने कुरा अहिले चल्ला छ। पछा के हुन्छ भन्ने कुरा जानकारी अहिले नै थिइन। यो तार चाहिँ हामीले माथिले बाँध राख्यौं किनकि गोरबच्चा मान्छे मनुष्य भित्र नछेरुन् भन्ने लखा। अनि यहाँबाट हम यहाँ जानो हैन, यहाँबाट हम आज यहाँ जानो। यो चाहिँ दोस्रो लाइन। यो चाहिँ अब हम तेस्रो लाइनमा प्रवेश गर्छौं। यो चाहिँ हाम्रो चाहिँ थोडा क्याल्कुलेसनमा फरक पर्दाले यहाँसम्म पुग्या हूँ। पछा यो आलुको ठाउँ पर्दा कारणले गर्दा यहाँ गाउँबारीमा समेत हम लगाउन पर्ने स्थिति आयो। गाउँबारीमा यो लगा यो दुईटा बोटी यो दुईटा यो दार्चुला जाने बोटा हो दुईटा यही लगाइदिया। यो चाहिँ काठमाडौँबाट आउन बाटामा गाडीले धेरै झड्का हानेर टुटेको भाग हो। यो चाहिँ भविष्यमा बिन जडाएको कसरी लागल भन्ने बुवाको सोच हो र। खै हेरौँ लाग्यो यो अन्धी साध्य सोच हो। अब यसलाई अहिले तारबार चाहिँ नगद्दे हो। गाउँ काटेपछि गद्दे अहिले ठिकै छ यो। अनि म यसलाई चाहिँ विस्तृत रूपमा हाम्रो डिबिसीबाट देखाइदिनु। अनि यो चाहिँ एक लाइन भयो हैन, हेर्नुस् हजुर यहाँबाटले देखाइदिनु। यो चाहिँ हाम्रो दोस्रो लाइन भयो। यसलाई हेरहाल। अनि यो चाहिँ तेस्रो लाइन भयो। यसमा चाहिँ हामीले कति बोटा लगाएछौँ भन्नाले टोटल चाहिँ यसमा हामीले 104 वटा बिरुवा रोपेका छौँ। अब चाहिँ यही हो। अब फोटो खिचेर पनि राखौँ हैन। ल धन्यवाद।